Alright, hello everyone. Namaste. Welcome back to Hotels Nepal. आज म तपाईलाई एकदमै गर्मीको शहर चितवन लिएर आएको छु। गर्मी भएर के भयो त हामीसँग यता यस्तो बिग पुल पनि छ हैन। चितवनमा छु आज म। चितवनमा छु। गर्मीको माहौल छ and we already did our dinner. We are staying over here. एकदम बिग गार्डन छ, बिग प्रपर्टी छ हैन। सबै कुरा म डिटेल्समा तपाईलाई भन्दै जाने छु। Let's see. Go. Alright guys, good morning. Good morning. Good morning to everyone. अहिले चाहिँ म तपाईको ग्यालेक्सी गार्डन होटलबाट तपाईहरुसँग बोलिरहेको छु and म हिजो बेलुका त्यस्तै कति बजे आए हामी अलमोस्ट लाइक 6-7 बजे हामी यहाँ ड्रप भएको थियौं त्यसपछि हामी यहाँ आएर स्विमिङ पुलमा स्विमिङ गरेर दिउँसोभरिको पुरै थकान मेटाएर मज्जाले हिजो रेस्ट मज्जाले गरेर आज चाहिँ अब मर्निङ अलि ढिलै नै उठ्यौं हामी 9:09 भइसकेको छ 9:09 भइसकेको छ इट्स टु लेट आई थिंक इन द मर्निङ एकदमै राम्रो रिजोर्ट छ रिजोर्टको इन्फर्मेसन त म दिने क्रममै नै छु अहिले हामी बसेको रुम चाहिँ यही नै हो राइट नाउ हाम्रो रुमको कन्डिसन यस्तो छ यहाँ मिस्टर विवेक चाहिँ बसिरहेको छ हेलो के छ मिस्टर विवेक कस्तो भयो सब ठीक छ ब्रो हिजो कस्तो थियो राइट हिजो बवाल थियो नि केरे उताबाट आएर यस्तो भयो थकित हैन त्यसपछि स्विमिङ पुलमा मजाले बसेर सबै सक्यो अहिलेसम्म रेस्ट भइरहेको छ ल एकचोटि बाहिरको कन्डिसन हेर्दैन कस्तो छ है म तपाईलाई यहाँ च्याल खोलेर देखाउँछु तातो छ सन्चै बाहिर चाहिँ तर भित्र चाहिँ हामी एसीमा बसिरहेछ नि त सो दिस इज द ग्यालेक्सी गार्डनको अगाडिको फ्रन्ट प्लेस म पुरै एरिया टुर गर्छु एकदमै ठुलो ह्युज लार्ज प्रपर्टी छ अहिले चाहिँ म स्विमिङ पुलको एरियातिर आएर हेरिरहेको छु कस्तो देखिरहेछ हैन घाम चाहिँ लाग्न थाल्यो थोत्रै हिट भइरहेको छ पुल चाहिँ कम्प्लिटली बवाल तातो थियो हिजो हैन यस्तो मजा आयो नि स्विमिङ गर्न मैले भन्ने साध्दैन छैन यु हेभ टु कम एन्ड एक्सपिरियन्स दिस पुल आई गेस म पुलको पुरै तपाईलाई देखाउँछु त कस्तो देखिरहेछ एन्ड दिस इज द पुल माथि यस्तो बिल्डिङ छ तल चाहिँ यहाँ पुल भयो अनि यहाँ चाहिँ उहाँले बार पनि बनाउनु भएको छ म बार देखाउँछु त यहाँ चाहिँ बार छ हुक्का बार हैन हक्क लाएर यो अब लाइटहरु भयो कस्तो राम्रो देखिरहेको थियो बेलुका ओके अब म जान्छु यता अनि देखाउँछु म यतापट्टि चेन्जिङ रुमहरु छ यतापट्टि चेन्जिङहरु गरेर यतापट्टि तपाईको लकर सिस्टम पनि रहेछ लाइक स्विमिङ पुलको रुल्सहरु रहेछ आफ्नो ज्वेलरीहरु चाहिँ एकदम सम्हाल्नु पर्यो सो लट अफ थिङ देयर यु क्यान कम एन्ड सी जस्ट हिँडेर सबै कुरा हेर्न मजा आइरहेको छ यतापट्टि बसेर हामी चाहिँ डिनर खाएको थियौं अनि क्लाइमेट चिल नै छ अहिलेसम्म चाहिँ अनि यताबाट हेरौँ है त यसको एजबाट कति राम्रो आउँछ यो कम्प्लिटली बिल्डिङ हो यो चाहिँ म त ब्याक साइडमा छु हैन पुल पनि ठ्याक्कै तपाईको बिल्डिङको अगाडि रिसेप्सनको पछाडि चाहिँ रिसेप्सन पछाडि चाहिँ तपाईको रेस्टुरेन्ट छ रेस्टुरेन्टको पछाडि चाहिँ पुल छ गार्डन पनि एकदम ह्युज छ अब तपाईलाई त्यो डेस्टिनेसन म्यारेज अथवा तपाईको कर्पोरेट इभेन्ट्स हैन क्लब इभेन्ट्सहरु गर्नको लागि चाहिँ लाइक बेस्ट हो नि हल्सहरु चाहिँ चाहिन्छ नि त कर्पोरेट मिटिङहरुको लागि भरतपुरमै चाहिनेहरुको लागि चाहिँ यो ठाउँमा चाहिँ सबसे बिग हल छ भन्ने सुन्नुमा आएको छ ओके अब हामी जाँदै छौं यता रेस्टुरेन्टतिर है त रेस्टुरेन्टतिर कस्तो भाइब छ हेरौँ न रेस्टुरेन्टतिर दिस इज द रेस्टुरेन्ट एरिया अब तपाईको फाइन डाइनिङदेखि लिएर सबै गर्न मिल्यो नि त हैन गुड प्लेस अनि तपाईको चाहिँ अब ग्रुप हुँदाखेरि बुफेहरू हुन्छ होला सायद त्यही नै हो तपाईं लबीमा आएर कन्फ्युज हुनुभयो भने चाहिँ दे हेभ पुट दिस त हेर्ने अनि त्यहाँबाट कहाँ थाहा पाउने ओ केटो पनि आए गुड मर्निङ 10 बजेपछि गुड मर्निङ अनि हाम्रो रिसेप्सनमा एकदमै खतरा मान्छे हुनुहुन्छ हेलो कता गयो यता हुनुहुन्छ हैन बल कल टुर गराउँछु यो रिजोर्टको यो साथै गराउनुहुन्छ कति फ्री हुन्छ अब हामी फ्री नै हो सो लबी इज भेरी गुड है एकदम मजाले बस्ने ठाउँहरु छ अब गुड काउच हैन अनि रिफ्रेसिङ छ भित्र चाहिँ सो त्यही नै हो म सबै कुरा तपाईहरुलाई डिटेलमा देखाउँदै जान्छु है त अलराइट गाइज म अहिले चाहिँ पुलनेरी छु है पुलनेरी के हुँदैछ भन्दाखेरि हाम्रो चाहिँ यहाँ यतापट्टि ब्रेकफास्टको सेटअप हुँदैछ तपाईहरुलाई रिल्स पनि देखाउनु पर्यो नि त हैन राम्रो खाले
त्यही भएर यहाँ अलिक ग्ल्यामरस तरिकाले चाहिँ पुल पनि देखिनु पऱ्यो गार्डन पनि देखिनु पऱ्यो भनेर चाहिँ हामीले यहाँ सेटअप गर्दैछौँ। अनि हामीसँग यहाँ स्पेसल गेस्ट आइसक्नु भएको छ। यता आऊ इन्ट्रोड्युस गराइहाल्नु पऱ्यो। आउन एन्ड सी इज द वान। को हो तिम्रो बारेमा भन ल, तिमी को हो? म चाहिँ कृतिका राई। यहाँ हेलो, म चाहिँ कृतिका राई हो। तिमीले के गर्छौ? एउटास नेपालको या चितवनको ब्रान्च हेरिरहेको छु। भन्यो। सो हामी आज कहाँ छौँ? हामी आज चाहिँ ग्यालेक्सी गार्डनमा छौँ। कति बज्यो होला? अहिले चाहिँ ठ्याक्कै कति बजे? 10:30 भयो। 10:53। 11 बजे 11। 10:53 सम्म उसले पुऱ्याएर हामीलाई ब्रेकफास्ट गराउँछ। 10:53 मा कसैले ब्रेकफास्ट खान्छ? तर हामी खान्छौँ किनकि देखाउनु पर्यो राम्रोसँग होइन। सो त्यो कुरा हो। उसलाई यहाँ चितवन आएपछि कुद्नै पर्ने हुन्छ अवस्था। सो यहाँ सेटअप हुँदैछ। कुर्दा लास्टमा त अब रातिको 7 बजे थियो क्या हो। धन्न आइपुग्नु भयो। 13 घण्टाको राइड थियो नि त होइन? द्याट वाज अ लङ राइड। अनि त्यसपछि एकदम मजा आउँछ भ्लग गर्न होइन? मजा आउँछ भनिरहेको छ। अनि विवेक सरले खिचिरहेको छ यतापट्टि। अनि हाम्रो यहाँ ब्रदर हुनुहुन्छ, हजुरको नाम? दिपेश ब्रदर हुनुहुन्छ। तिम्रो बारेमा भन त ल, तिमी के गर्छौ? ल हेलो, मेरो नाम दिपेश भुजेल। म हल्का क्लिपहरू बनाइरहेको हुन्छु सर्टमा। ओके। प्रडक्टहरूको पनि भिडियोहरू गरिरहेको हुन्छु। अहिले प्रडक्ट भिडियोहरू के अरे अरू रिल्सहरूको कामहरू गर्दो रहेछ। अलराइट गाइज, तपाईँलाई म अर्को एकजना होटेलको एकदमै स्पेसल मान्छेलाई भेटाउँदैछु। उहाँ चाहिँ यहाँको म्यानेजर हुनुहुन्छ, हामीसँग हुनुहुन्छ। हेलो, नमस्ते। हजुरको शुभ नाम चाहिँ? मेरो प्रदीप किरण नेपाली। प्रदीप सर एकदमै जति ह्यान्डसम हुन्छ त्यति नै खतरा फ्यान्टास्टिक मान्छे हुनुहुन्छ होइन? उहाँले आफ्नो बारेमा भन्नुहुन्छ, के गर्दै हुनुहुन्छ यो होटेलमा? म चाहिँ यो ग्यालेक्सी गार्डनको जेनरल म्यानेजर हो। 2081 असोजदेखि म यहाँ एसोसिएट भएको हो। नयाँ हामीले प्री ओपनिङदेखि नै सुरु गरेको हौँ। अब म आएदेखि नै यहाँ अपरेसन सुरु भएको हो। यो नयाँ प्रोपर्टी हो। ओके, कुरा गर्दै हामी यसो देखाउन हजुरले मलाई। जस्तै पुल भयो, पुल बनिसकेको थियो हजुर आउँदाखेरि? यो सबै रेडी थियो संरचनाहरू चाहिँ। ओके। अपरेसन चाहिँ म आएदेखि नै सुरु भएको। ओके। अब म यसको चाहिँ फर्स्ट जेनरल म्यानेजर हो ग्यालेक्सी गार्डन रिसोर्टको। हजुर फर्स्ट जेनरल म्यानेजर हुन्छ। अनि लाइक यो पुलको यतापट्टि ऊ रहेछ यहाँ, यो पुल बार हो। यसमा चाहिँ हामी त्यहीँ बसेर नै यु क्यान इन्जोय, यु क्यान ह्याभ अ ड्रिङ्क। त्यहाँ बस्ने ठाउँहरू छ, सिटिङ एरिया छ। हामीसँग एउटा रुफटप रेस्टुरेन्ट छ जुन चाहिँ मेरो ड्रिम प्रोजेक्ट हो। द ग्राभिटी रेस्टुरेन्ट एन्ड बार भन्ने छ रुफटप। अनि हामीसँग 5वटा मल्टिपल ब्याङ्केट भेन्यूहरू छ। त्यो हामी हेर्छौँ अहिले। त्यो चाहिँ चितवनमै लार्जेस्ट बिगेस्ट हल। वाउ। सो हामीले चाहिँ चितवनको कुनै पनि इभेन्टहरू चाहिँ त्यहाँ गर्न सक्छौँ? त्यो हरेक इभेन्ट गर्न सक्छौँ। अब फ्यान्टास्टिक। 3000 पिपल क्याटर गर्न सक्छौँ। नाइस। यतापट्टि चाहिँ हाम्रो गार्डन रहेछ। यो गार्डन स्पेस भयो यसमा चाहिँ। यो गार्डन स्पेस भयो। ओके। अनि हामीसँग प्राइभेट डाइनिङहरू छ, अल डे डाइनिङ। अनि ग्यालेक्सीको खास बेस्ट पार्ट चाहिँ के हो भने लग्जरी रुम। ओके। अनि पिसफुल अलिकति। अब यो सिटीबाट नजिकै छ तर तै पनि फेरि अलिकति रेसिडेन्सहरू भन्दा थोरै अलिकति साइडमा छ। सो अलिकति डिस्टेन्समा छ सिटीबाट, अलिक डिस्टेन्स छ। गाडीको घाँचे गुच्चु आवाज केही सुनिँदैन, एकदमै पिसफुल। हामीले चराहरूको आवाज सुन्न सक्छौँ है। साथीभाइहरूलाई मैले भन्ने पनि गरेको छु कि तपाईँले यो किसिमको थेरापी जस्तो क्या, स्याल थेरापी भन्छ नि। स्याल मात्रै कराएको सुन्नुहुन्छ, अरू केही पनि हल्ला हुँदैन। बेलुका एकचोटि चाहिँ स्यालहरू कराउँछन् होइन, अरू केही पनि सुन्नुहुन्न। त्यो त लास्ट रमाइलो रहेछ। त्यो मैले भन्ने पनि गरेको छु, एउटा रमाइलो। स्याल कराउँछ, स्याल थेरापी। त्यसको छुट्टै मजा छ क्या। अनि यो सुन्नु न, यो एरिया चाहिँ कति ठुलै लार्ज देखि मैले प्रपर्टी 2.5 बिघा। 2.5 बिघा? हजुर। 2.5 बिघामा हामीसँग एउटा रुफमा हरेक कुरा छन्। ब्याङ्केट हल, स्विमिङ पुल, क्वालिटी रुम्स हैन, स्पा सबै एमिनिटिज हामी सबै एक्सप्लोर गर्छौँ। हामी सबै एक्सप्लोर गर्नुपर्छ तपाईले हामीलाई आज। स्योर ब्रेकफास्ट गर्छौँ है सर अब? हुन्छ, लेट्स ह्याभ अ ब्रेकफास्ट। ब्रेकफास्ट पनि खाइयो लगभग होइन, एकदमै सबै कुरा दामी मिठो थियो। मैले फुटेज चाहिँ राम्रोसँग खिच्न पाइनँ होइन। 4 जना चाहिँ खाइरहेको छु। हेलो। फ्रुट्सहरू पनि एकदम फ्रेस, ब्रेड्सहरू पनि एकदम दामी। अब यो खाएर चाहिँ हामी तपाईँलाई अब रुमको टुर पनि गराउनु गइरहेको छौँ। पहिला चाहिँ यो सकम
त्यसपछि हामी रुमको टुर गर्न जान्छौँ त्यसपछि हामी थाहा छैन हामी ट्राभल गर्छौँ होला वरिपरि तर घाम चाहिँ अलिक बढिरहेछ विल सी तपाईँलाई यो रिजोर्टको अर्को इन्ट्रेस्टिङ पार्ट भनेको चाहिँ म टपमा बसिरहेको छु होइन एन्ड दिस इज द ग्राभिटी बार एकदमै कस्तो ब्युटिफुल देखिरहेको छ होइन लाइटिङ्सहरू पनि सबै दामी अनि नट नेचुरल लाइटिङ्सको कुरा गरेको मैले यो यताको लाइटिङ्स भन्दा पनि यो लाइटिङ्स त राम्रो बनाएको छ एन्ड हियर देखाएर कस्तो ब्युटिफुल पाहाडको त्यो हुन्छ नि भाइब दिने एउटा पोस्टर डिजाइन गर्नुभएको छ मतलब पेन्टिङ गर्नुभएको छ एन्ड देयर इज लाइक लोगो कस्तो दामी आएको छ क्रिएटिभ लोगो बनाउनु भएको छ होइन हेर्न सक्नुहुन्छ यताबाट तपाईँले पुरै यो हेरेर यताबाट चाहिँ पुरै एरियाहरू हेर्न सक्नुहुन्छ रिजोर्टको एकदम हरियाली र कस्तो ब्युटिफुल क्लाइमेटले एकदमै राम्रो देखाएको छ आज एन्ड तपाईँ यहाँ आउँदै हुनुहुन्छ भने माथि रुफटपमा चाहिँ पक्कै पनि आउनु होला है त यतिको राम्रो जिम हल पनि छ तपाईँ अब जिमको इन्थुजियास्ट हुनुहुन्छ भने यो जिम हलमा आएर जिम पनि गर्न सकिन्छ है सबै इक्विपमेन्टहरू पनि एभाइलेबल छ जिम गर्न मान्छेलाई एकदमै राम्रो हुनेवाला छ है त यो ल ओके हामीले चाहिँ अहिले अब खाना कुर्दैछौँ खाना बवाल हुँदैछ भन्ने यहाँ कुरा आएको छ होइन भोक पनि एकदम धेरै लाग्यो अनि हामी यहाँ पुरै होटेलको टिमहरूसँग चाहिँ गफ गरेर बसिरहेको छौँ सरजी यहाँ हुनुहुन्छ होइन सरजी अनि अर्को यहाँ सर हुनुहुन्छ हजुरले चाहिँ के गर्नुहुन्छ अरे म इन्टर्नसिप गर्दै हुनुहुन्छ अनि यहाँ चाहिँ एकदम ब्युटिफुल मान्छे बस्दै हुनुहुन्छ क्यामेरा साइ हुन्छ त्यो धेरै देखाउँदिनँ सो हजुरले चाहिँ मार्केटिङको स्टाफहरू हेर्नु भएको छ सेल्स एन्ड मार्केटिङ एकदम धेरै खाना भोक लागिसक्यो खै आउनु नि त यता जानुभयो वा एकदमै बवाल मेरो खाना आइसकेको छ होइन मैले त्यो चिकनवाला खाना मगाएको छु एन्ड दिस इज द थिङ एकदमै भोक लागिसकेको छ खाना खानु पऱ्यो खाना खाएर हामी अब यस्तो घुमघाम पनि गर्छौँ तपाईँलाई अरू पनि कुराहरू देखाउनु छ अब चाहिँ खाना खाउँ है त बेलुकाको अहिले कति बज्यो बेलुकाको अहिले तपाईँको 7 बज्यो अब हामी चाहिँ यसो टुर गर्न गइरहेको छौँ बाहिरतिर हाम्रो यहाँ ब्रदरले लाँदै हुनुहुन्छ हाम्रो गाडी रेडी छ ओके हेलो ब्रदर हेलो हेलो ठिक छ यार ठिक छ अब उसको बारेमा पनि थोरै सुन्नु त पऱ्यो नि त हामीले होइन तिम्रो नाम भन्दै नि त मेरो नाम निर्मल ढकाल ऊ चाहिँ निर्मल ढकाल अनि तिमी यहाँ के गर्दैछौ अरे म यहाँ इन्टर्न गरिरहेको छु इन्टर्नसिप गरिरहेको छ तर मान्छे खतरा छ बिजनेस माइन्डसेट भएको मान्छे चाहिँ होइन तलकै हानिरहेको छ है चितवनमा अलिअलि दाइ अब हामी जाँदैछु मोडातर्फ है मोडा चाहिँ हाम्रै प्लेस हो एन्ड म हरेक टाइम चितवन आउँदाखेरि चाहिँ मोडा चाहिँ गइरहने हुन्छु सो देखौँ तपाईँलाई मोडाको भाइब्स बाहिरबाट जस्तो देख्छ जाउँ भित्र है के छ हेरौँ ओके ओके राइट हामी मोडाभित्र छिर्यौँ पुरै प्याक्ड एन्ड बिजी छ मोडा त मोडाको कुरा गरेर साथै छैन कम्प्लिट प्याक छ त यार के हो अब मोडाको यहाँ साउनी हुनुहुन्छ अर्को होइन अनि लाइक नाइस प्लेस गुड प्लेस वेलकम टु मोडा मोडा चाहिँ कस्तो भने मलाई सधैँ आउने प्लेस हो नि त मेरो अनि मोडा चाहिँ मेरै ठाउँ जस्तो लाग्छ क्या अहिले चाहिँ अब हामीले मोडामा हुक्का खान लागेको छौँ होइन हुक्का बनेर आइसक्यो मोडाको साउनी यता चाहिँ सरसफाइ गरिरहेछ उसले सबै मोडाको बारेमा इन्फर्मेसन दिन्छ के छ कहाँ छ तिनीहरू सबै भन्छ है त ल तिमी ल के भन्नु पर्यो भन्नु जाऊ न गफ हाल्दै यो बाहिर हो अगाडि हेलो गाइज मैले अब यहाँ क्यामेरा लिइसकेको छु यहाँ चाहिँ हाम्रो के अरे हाम्रो अमित दाइ हुनुहुन्छ हेलो भन्दिनँ यो घुमाउनु पर्छ होइन यहाँ चाहिँ हाम्रो टक्क लगाएर मूर्ति रहेको छ ल मैले चाहिँ ट्याक्क लगाएर सबै देखाइसकेको छु त्यहाँ मान्छेहरूले नखिच्नु भने के
तपाईँ पनि मोडा भिजिट गर्नु होला। यो फुटेज चाहिँ मैले मोडा कस्तो छ भनेर चाहिँ देखाएको बाहिर सप्तगण्डकी चोकैमा छ। आएर चाहिँ के खाने हो तपाईँहरूको आफ्नै च्यान्सरको ड्रिङ्क्स अब हुक्काहरू खानलाई बेस्ट प्लेस छ, आउनु बस्नु खानु। ओके गाइज, आज चाहिँ मेरो यो बसाइको सेकेन्ड डे हो। अहिले चाहिँ तपाईँको 2 बज्यो। 2 बजे चाहिँ हामी जाँदैछौँ अब बाटुली पोखरीमा, किनकि आज हामीले चाहिँ एउटा इन्ट्रेस्टिङ सुट गर्दैछौँ। त्यसमा चाहिँ तपाईँको गिभ अवे हुनेवाला छ हाम्रो होटलबाट, ग्यालेक्सी गार्डनबाट। अनि त्यसमा चाहिँ तपाईँले एक्साइटिङ अफर्सहरू पाउनुहुन्छ। ऱ्यान्डमली हामीले क्वेसन गर्छौँ अनि इन्फर्मेसन जसले मिलाउनुहुन्छ, जसले फलो गर्नुभएको हुन्छ उहाँहरूलाई त वी हेभ लट अफ इन्ट्रेस्टिङ के भनौँ गिभ अवेहरू हुँदैछ। अब हामी चेकआउट गर्ने तर्खरमा छौँ। सबै सामान झिकेर चेकआउट गरेर अर्को होटलतिर प्रस्थान गर्दैछौँ। एन्ड दिस इज आवर रुम होइन, डबल बेड थियो, टक्कलाई स्टे गऱ्यौँ। तपाईँहरूलाई यस्तो भिडियोहरू चाहिँ हामी ल्याउने तर्खर गर्दै रहन्छौँ। See you soon. Bye-bye.